हेलो साथीहरू सबैजनालाई नमस्ते। सो आज चाहिँ दानापुर ताल आएको छु। अहिले चाहिँ लास्टै टिकटकमा ट्रेन्डिङमा रहेको छ। सो दानापुर ताल कमल फुलिरहेको र डुङ्गा चढेर सरर घुमिरहेको अनि कमलको फुल टिपेको सो भिडियो चाहिँ लास्टै भाइरल भइरहेको छ र हेर्न सक्नुहुन्छ। म चाहिँ दानापुर तालभित्र हुँ र सो गाइज अहिले चाहिँ म भिडियो बनाउँदैछु। तपाईँहरू पनि यही नजिकै हुनुहुन्छ, बुटोल रुकुन्देहीको ठाउँमा हुनुहुन्छ भने सो गाइज तपाईँ दानापुर तालमा आउन सक्नुहुनेछ र अनि यहाँ डुङ्गा चढेर मजाले रमाइलो अनि इन्जोय लिन सक्नुहुन्छ गाइज। अनि सो अहिले चाहिँ ताल एकदमै तालमा भिडभाड बढी नै भएको छ। सो गाइज अहिले भाइरल भएदेखि र हेर्न सक्नुहुन्छ। सो पारिपट्टि मान्छेहरूको घुइँचो छ। सो तालमा घुम्नको लागि डुङ्गामा चढेर सो एकदम